नमस्ते मित्र। अभी हम आपको होटल पौआ जो जनकपुर ब्रांच में है और मैं वीरेंद्र जी के साथ में हूँ, जो आप उनको पहचानते होंगे। जय सिया राम। जय सिया। और प्रबंधन में एक नया जुड़ आया है, जो अभी जो जनकपुर का एक स्वाद था हम लोग का खाने का, एक अलग ढंग का स्वाद आपको यहाँ पर मिलेगा। जो होटल पौआ के हम लोग आए हुए हैं उद्घाटन में, जहाँ पे विभिन्न विभिन्न किस्म का आपको यहाँ पे स्वाद मिलेगा। जैसे आपको बता दें, पोखरा का स्वाद, गुराही का स्वाद, धनगढ़ी का स्वाद, इस तरह से आपको जितनी भी शहर है जिसका शाखा है उसका सबका एक अलग अलग स्वाद है। तो उस स्वाद का सामान कैसे कैसे बन रहा है इस वीडियो के माध्यम से बताएंगे। तो आप लोग भी चैनल को सब्सक्राइब नहीं किया, सब्सक्राइब करिएगा। जय सिया राम। जय श्री राम। नमस्ते, म केशव भण्डारी, होटल पौवा पोखराको महाप्रबन्धक। हामीले हाम्रो 19औं ब्रान्च होटल पौवा जनकपुर धाम सीता माताको जन्मस्थानमा भर्खरै आजदेखि सञ्चालनमा ल्याएका छौँ। यस सञ्चालनको क्रममा म लगायत मेरो पौवा पोखरा टिम पोखरादेखि चाहिँ प्रतिनिधित्व गर्दै हामी सीता माताको जन्मभूमि पवित्र जन्मभूमिमा आएका छौँ। हामीहरूले हाम्रो पोखरा शाखामा हाम्रो पोखरा शाखामा रहेको 3वटा हलहरू अनि कन्फरेन्स हल अनि हाम्रो 39वटा सुपर डिलक्स रुमहरू हामीसँग रहेको छ। हामीहरूले आज हाम्रो मौलिक नेपाली परिकार चिकन पौवा हाम्रो आफै स्पाइसमा बनाउन सक्ने, नेपाली स्पाइसमा हामीले घरमै पनि बनाउन सक्ने परिकार चाहिँ बनाएका छौँ, जो विशुद्ध नेपाली स्पाइस नेपाली मसलामा मात्रै बन्ने आइटमहरू हो, जसमा चाहिँ हामीले प्रेजेन्टेसनको लागि के हामीले इन्ग्रेडियन्ट्सहरू युज गर्छौँ त भनेर चाहिँ हामीले डिस्प्ले पनि गरेका छौँ। एकदमै हामीले घरमै पनि बनाउन सकिने परिकार चाहिँ हामीले होटलबाट पनि प्रोभाइड गर्न सक्छौँ भनेर चाहिँ हामीले देखाएका छौँ। आज आशा छ सम्पूर्ण जनकपुरवासीहरू जनकपुरमा हुँदा चाहिँ होटल पौवा जनकपुर र हाम्रो पोखरा जाँदाखेरि चाहिँ होटल पौवा पोखरालाई सम्झिने हुनेछ। हाम्रो पौवा पोखरा लेक साइड स्ट्रिट नम्बर 1 फेवातालको एकदम नजिक रहेको छ। धन्यवाद। जय। नमस्ते, म मनोज चन्द। हामी चाहिँ होटल पौवा धनगढी ब्रान्चको स्टल हो। आजको हाम्रो स्पेसल भनेको कम्फो पोटेटो, जो चाहिँ एउटा चाइनिज फ्लेभरमा चाहिँ पौवाले आफ्नो रेसिपी युज गरेर, जस्तै आफ्नो हर्ब्सहरू युज गरेर बनाएको एकदम स्पेसल आइटम हो, जो हामीले आजको स्पेसल भनेर धनगढीको ब्रान्चमा राखेका छौँ। यसको स्वाद टेस्ट हजुरहरूले लिएर सुझाव सल्लाह दिनुहोला। धन्यवाद। हामी होटल पौवा नेपालगञ्ज शाखादेखि आज चाहिँ जनकपुरमा आफ्नो स्टल लिएर आएका छौँ। आज हामी सम्पूर्ण नेपालगञ्जको टिम चाहिँ यहाँ आएर हामी पेपर चिकन चाहिँ परिकार बनाइरहेका छौँ, जसमा चाहिँ हजुरले यो इन्ग्रिडियन्ट्सहरू पनि हेर्न सक्नुहुन्छ। हर्ब्सहरू चाहिँ यो हर्ब्सहरू युज गरेर चाहिँ हामी बनाइरहेका हुन्छौँ। यो हजुरले यो घरै बसेर पनि बनाउँछु भन्न पनि पाउनुभयो। आज यहाँ टेस्ट गरिसकेपछि हजुर भोलि आएर फेरि यहाँ आएर चाहिँ हजुरले यो स्वादहरू पनि लिन सक्नुहुन्छ। हजुरहरू सबैलाई यहाँ जनकपुर शाखा तथा पौवाको जुनसुकै ब्रान्चमा पनि हजुर जान सक्नुहुन्छ। हजुरहरूलाई हार्दिक स्वागत। नेपालगञ्जको ब्रान्च भनिदिनुहोस्। नेपालगञ्ज हामी खजुरा रोडमा छौँ। धन्यवाद। धन्यवाद। नमस्कार, म मुलकोटदेखि प्रेम नारायण यादव, शाखा प्रमुख। हजुरको आज चाहिँ हामी कालिन्चोक र मुलकोटले संयुक्त रूपमा हजुरहरूलाई आलु पौवाको स्वाद चखाउन गइरहेका छौँ। जसमा हजुरको आलुमा चाहिँ हाम्रो पौवाको केही स्पेसल इन्ग्रिडियन्टहरू मसलाहरूलाई तयार गरेर हजुरहरूमाझ जनकपुर धाममा प्रस्तुत गरिरहेका छौँ। तपाईँको मुलकोटमा यहाँ लोकेसन भनिदिनुहोस्। मुलकोट भनेको हजुरको यहाँदेखि हाम्रो 125 किलोमिटर सिन्धुलीतर्फ जुन हाम्रो काठमाडौँ जाने बाटो पनि हो। यो प्रोपर्टीमा हामीले चाहिँ 18वटा रुम छ, डिलक्स रुमहरू, स्विमिङ पुल, आउटडोर गेमिङहरू, भलिबलहरू, बिच साइड भयो, खोलाको नदीको किनारमा, यो सबै हामीले त्यहाँनिर उपलब्ध गराइरहेका छौँ हजुरहरूलाई। नमस्ते, म चाहिँ होटल पौवा जुम्ला शाखादेखि। हाम्रो चाहिँ आज चाहिँ जुम्लाको जनकपुरमा आएर चाहिँ हाम्रो चाहिँ हजुरहरूलाई फापरको रोटी, जुम्लाको अर्ग्यानिक फापरको रोटी चाहिँ हाम्रो चाहिँ यहाँ जनकपुरमा चाहिँ सबै हाम्रो पाहुनाकोहरूलाई चाहिँ हामीले टेस्ट गराएको छौँ। फर्स्ट टाइम लोकेसन भनिदिनुहोस्। लोकेसन जुम्लाको खलङ्गा बजार। ल। नमस्कार, मैं प्रकाश पाठक। ये पौवा का भैरवा का शाखा से है। आज का ये स्वाद उत्सव प्रोग्राम में से कढ़ाई चिकन आज का ये स्पेशल है। ये कंटिन्यू 3 दिन तक चलेगा। ये नेपाली डेट 22, 23 और 24 तक चलेगा। ये खाना उत्सव के लिए ये निःशुल्क है। ये आप लोग के लिए टेस्ट कराने के लिए
हमारा ये पौवा का जो भी खाना है ये हमारा नेपाल का जो संस्कृति को लेकर लोकल फूड लोकल खाना को हम चाहिँ प्रायोरिटी देके चाहिँ ये खाना प्रबन्धक महोत्सव ये 3 दिन की उत्सव चाहिँ हम ये जनकपुर धाम जनकपुर स्पेशली जनकपुर वासी लोगों के लिए कि हम चखाने के लिए हम पौवा ग्रुप से आए हैं। ये हमारा ये 19 शाखा चाहिँ ये जनकपुर धाम में से ओपन हुआ है। इसके लिए आपका हार्दिक स्वागत करते हैं, धन्यवाद। शाखा से ये भैरवा में 2 शाखा है, एक इंटरनेशनल एयरपोर्ट के ठीक सामने है और एक दूसरा चाहिँ भैरवा चाहिँ सेंट्रल सिटी के गलामंडी के नजदीक में है। यो चाहिँ यो इन्ग्रिडियन्ट राखेर हामीले बनाउँछौँ सबै कुरा। नमस्ते सबैजनालाई। यो चाहिँ हामी चाहिँ काठमाडौँ शाखादेखि आज काठमाडौँ शाखादेखि होटलको जनकपुर शाखाको ओपनिङको उपलक्ष्यमा चाहिँ हामीले बृहत खाना प्रबन्धन कार्यक्रम आयोजना गरेँ। त्यसमा मेरो स्टल नम्बर 6 चाहिँ मेरो स्टल नम्बर 6 छ। यसमा चाहिँ हामीहरूले चाहिँ आज काठमाडौँको स्पेसल भनेको कम्फाउ चिकन चाहिँ हजुरलाई पस्किरहेका छौँ। अब यसमा चाहिँ हाम्रो यो विभिन्न इन्ग्रिडियन्टहरू युज गरेर चाहिँ हामीले बनाएको हुन्छ। यो चाहिँ हाम्रो यी सबै आइटमहरू राखेर चाहिँ हामीले बनाएको हुन्छ। अब यसको टेस्ट भन्दाखेरि हल्का स्विट पनि हुन्छ, सावर स्पाइसी, हल्का स्पाइसीमा चाहिँ हामीले यो चाहिँ पस्किन्छौँ। लोकेसन भनिदिनुहोस् तपाईँ, काठमाडौँमा कुन ठाउँ हो? लोकेसन हाम्रो चाहिँ काठमाडौँ गौशाला पशुपति मन्दिरको ठ्याक्कै अगाडिपट्टि पर्छ। अनि त्यहाँ चाहिँ हाम्रो रुमदेखि पशुपति मन्दिर पनि देखिन्छ होइन। एकदम त्यो पशुपतिको अगाडि सबैलाई ठुलो बिल्डिङ चाहिँ हाम्रो नै छ। हामीसँग 62वटा रुम 64वटा रुम छ। त्यसपछि हामीसँग 2टा इभेन्ट हल छन्, रेस्टुरेन्ट छ। अनि त्यसपछि एम्बियन्स पार्किङहरूको सुविधा पनि भयो, रुफटप गार्डन सहितको हाम्रो ठुलो प्रोपर्टी चाहिँ हाम्रो काठमाडौँ हजुरहरूलाई वेट गरिरहेको छ सर। ल धन्यवाद। हस्, थ्याङ्क नमस्कार, म रामप्रसाद रेग्मी, होटल पौवा भरतपुर शाखाको महाप्रबन्धक। आज हाम्रो चाहिँ पहिलो दिन चाहिँ हामीले चाहिँ यहाँ चाहिँ हजुरलाई चाहिँ पुदिना चिकनको चाहिँ हाम्रो चाहिँ स्पेसल सेफले नै लाइभ बनाएर चाहिँ हजुरहरूकै अगाडि चाहिँ हजुरहरूलाई चाहिँ टेस्ट गराइराख्नु भएको छ। यसमा एकदमै अर्ग्यानिक छ। यसको इन्ग्रिडियन्ट्सहरू चाहिँ अब तपाईँको छ पुदिना छ, मिन्ट छ, चिल्ली छ, कोरिएन्डर, गार्लिक, जिन्जर, सल्ट अनि ओइल। अनि त्यसमा अनि प्लस चिकन छ, त्यसको एकदम फ्लेभर छ। र यो भरतपुर शाखा चाहिँ यो ठ्याक्कै यो सिएमसीको ब्याक साइड उसमा छ। तपाईँको चाहिँ यो क्यान्सर हस्पिटल जाने रोडमा छ। हजुरहरूले चाहिँ वेबसाइटबाट पनि यसको नम्बरहरू चाहिँ सर्च गरेर हजुरले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। त्यहाँ 98 570 72 558 नम्बर छ। त्यसमा पनि हजुरले फोन गर्नुभयो भने चाहिँ मैले हजुरहरूलाई लोकेसन पनि प्रोभाइड गर्छु। सबैलाई नमस्ते सरलाई नमस्ते। हाम्रो यो होटल पौवा भालुबाङ र होटल पौवा गौरीसिंहे शाखा हाम्रो पश्चिम स्वर्गद्वारी टेम्पलको यदि हजुरहरू दर्शन गर्नका लागि जाँदै हुनुहुन्छ भने हजुरहरूले पौवा भालुबाङ नजिकै बाटोमा पर्छ। हजुरहरू त्यता जाँदाखेरि हाम्रो यो होटल पौवा भालुबाङ 4 स्टारमा अब हामी लिएर जाँदैछौँ। यहाँ हजुरहरूलाई कुनै पनि किसिमको अप्ठ्यारो किसिमको कुनै पनि पर्ने छैन होइन। अब हजुरहरू स्वर्गद्वारी भवनको दर्शन गर्दै जाँदाखेरि होटल पौवा भालुबाङलाई सम्झिनु होला। त्यहाँको सेवा सुविधा, त्यहाँको हाम्रो आतिथ्यलाई ग्रहण गरिदिनु होला। अब आज हामीले ढिक्री र नेपाली चटनी पस्किएका छौँ। स्टल नम्बर 8मा रहेको छ यो नेपाली चटनी र ढिक्री। यो ढिक्री थारू समुदायमा अत्यन्तै प्रचलित छ है। अनि अब यसमा युज हुने इन्ग्रिडियन्ट्सहरू तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। कुनै पनि किसिमको मसलाहरू प्रयोग भएको छैन, कुनै पनि किसिमका तेल जन्ने कुनै पनि पदार्थहरू प्रयोग भएको छैन। हाम्रो बच्चा बच्चीका लागि, हाम्रो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक चामलको पिठोबाट बनेको चिज हामीले स्टिम गरेर हामीले सेवन गऱ्यौँ भने हामीलाई अत्यधिक राम्रो पनि हुन्छ, फाइदा पनि गर्छ। यो चिजहरू तपाईँहरूले हाम्रो यो पौवाका कुनै पनि शाखाहरूबाट लिन सक्नुहुन्छ। लोकेसन भनिदिनुहोस्। यो होटल पौवा भालुबाङ दाङमा रहेको छ। दाङमा हजुरहरू स्वर्गद्वारी जाँदै गर्दाखेरि बाटामै पर्छ। दाङको भालुबाङमा स्थित रहेको छ।
टेस्ट गरेर सल्लाह दिनुहोला। रिभ्यू त अनलाइन गर्दा जय सियाराम, म प्रकाश घिमिरे, होटल पौवा होटल शाखा महाप्रबन्धक। मिथिला सभ्यता तथा धार्मिक संस्थाको केन्द्रबिन्दुको रूपमा रहेको जनकपुर धाममा होटल पौवाको 19औं शाखाको रूपमा हामीले म लगायत मेरो टिम बुटोल ब्रान्चको प्रतिनिधित्व गरी आज समुद्घाटन समारोह तथा स्वाद उत्सव कार्यक्रमको पहिलो दिन हामीले बुटोल शाखाको प्रतिनिधित्व गरी हामीले दही भल्ला भन्ने आइटम जुन भेज आइटम लिएर आएका छौँ। जनकपुर आफैमा पनि गर्मी हुने ठाउँ र त्यसलाई अलिकति शीतलता प्रदान गर्ने उद्देश्यले हामीले स्विट कर्डद्वारा सर्भ गर्ने एउटा चाहिँ मासको दालको आइटम, हामीले दही भल्ला आइटम चाहिँ हजुरहरूमा सर्भ गरिरहेका छौँ। हामी चाहिँ गेस्टहरूको उत्साहजनक उपस्थिति रहेको छ। सबै स्टलबाट हामीले चाहिँ फरक फरक खालका आइटमहरू चाहिँ हामीले हजुरहरूमा प्रोभाइड गरेका छौँ। यो कार्यक्रम हामीले भोलि र पर्सि पुनः फेरि नयाँ नयाँ खालका पौवा आफैले इनोभेसन गरेका डिसहरू पनि हामीले हजुरहरूमा चखाउने नै छौँ, हजुरहरूमा उपलब्ध गराउने छौँ। सँगसँगै हजुरहरू पश्चिम यात्रा गर्दै हुनुहुन्छ भने एउटा ट्रान्जिट पोइन्टको रूपमा बुटोल हुनसक्छ। होटल पौवा बुटोल शाखा भनेको रूपन्देही जिल्लामा पर्छ। हजुर पश्चिम जाँदै गर्दा नेपालगञ्ज जाँदै हुनुहुन्छ, महेन्द्रनगर जाँदै हुनुहुन्छ, अथवा अर्घाखाँचीको सुपादेवराली मन्दिर जाँदै हुनुहुन्छ, अथवा स्वर्गद्वारी मन्दिर जाँदै हुनुहुन्छ भने ट्रान्जिट पोइन्टको रूपमा होटल पौवा बुटोललाई सम्पर्क गर्नुहोला। हजुर सम्पूर्णमा म पुनः होटल पौवा बुटोल शाखाको तर्फबाट पनि हार्दिक हार्दिक निमन्त्रणा गर्न चाहन्छु। धन्यवाद। हजुरहरूलाई स्वागत छ हाम्रो यो दाङको घोराई लमाई शाखामा। हाम्रो आजको फुड मेनुमा चाहिँ शुद्ध एकदमै भेज आइटम पनिर कर्न चिज टिक्का रहेको छ। पनिर कर्न चिज टिक्का हजुरहरूकै लोकल अर्ग्यानिक पनिर, लोकल अर्ग्यानिक कर्न, हरियो मकैदेखि बनाएको आइटम हो। हजुरहरूले इन्ग्रेडियन्टहरू यहाँनिर छ सर। सबै यो इन्ग्रेडियन्टहरू हरियो मकै भयो, पनिर भयो, यो चाहिँ अदुवा लसुनको पेस्ट, यो चिज, यो ब्रेड क्रम, नुन र कालो मरिचको धुलो, हरियो खुर्सानी, यो सबै आइटमहरूलाई नै मिक्स गरेर अनि टिक्की बनाएर हजुरलाई चाहिँ सर्भ गरेको हो। के कस्तो मान्नुहुन्छ यसो खाए प्रतिक्रिया दिनु होला। हामी चाहिँ दाङको घोराई लमाई शाखादेखि यसो पश्चिमतिर दाङतिर भिजिट गर्दै आउँदा यसो सम्झिदिनु होला, सेवा गर्ने मौका दिनु होला। हस्, धन्यवाद। म चाहिँ महेश सिंह, होटल पौवा जनकपुर शाखाको म चाहिँ महाप्रबन्धक। सबैभन्दा पहिला आज यहाँ उपस्थित हुनुभएको हजुर लगायत हजुरका सम्पूर्ण अतिथिहरूमा हामी हार्दिक स्वागत गर्न चाहँदैछौँ। यो आज हाम्रो जनकपुर शाखाको स्टलमा हामीले माछा तावा फिस लिएर आएका छौँ। अब यसलाई चाहिँ हामीले जनकपुरको माछा होटल पौवाको स्वाद भनेर आज हामी यो माछा टेस्ट गराइरहेछौँ। हजुर सम्पूर्णलाई त्यो माछा कस्तो लाग्यो अब आएर स्वाद लिएर टेस्ट गरिदिनु हुन पनि अनुरोध लागे। सँगै अब हाम्रो जनकपुर लगायत होटल पौवाका 19वटा शाखामा जति पनि आइटमहरू बनिरहेको छ त्यो सबै हामी टेस्ट गराइरहेछौँ। हजुरहरूलाई फरक फरक आइटमहरू छ। टेस्ट लिएर हामीलाई साथ र सहयोग र यो माया सधैँभरि दिइराख्नुहुन्छ भन्ने आशा राख्दै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। लोकेसन भन्नु। यो चाहिँ लोकेसन हाम्रो होटल पौवा मुजलियामा रहेको छ। यो पिराडी चोक र मुजलिया चौकीको ठ्याक्क बिचमै हाइवेमै अब महेन्द्र सोरुमको ठिक अपोजिट हामी होटल पौवा हाइवेमै स्टार्ट गरिरहेका छौँ। यो चाहिँ हाम्रो यहाँको लोकेसन रहेको छ। सम्पूर्णलाई निमन्त्रणा गर्न चाहन्छु। धन्यवाद। मेरो नाम यादव भट्टराई, म होटल पौवा पाल्पा शाखादेखि आज हामीले हजुरहरूलाई पाल्पाबाट काँचो केराको क्रिस्पी बनाना चिल्ली लिएर आएका छौँ। हजुरहरूले टेस्ट गरेर प्रतिक्रिया दिन सक्नुहुन्छ र हजुरहरू पाल्पा भिजिट गर्न आउँदै हुन्छ भने हाम्रो ऐतिहासिक महल, भैरव मन्दिर, नेपालको सबभन्दा करुवा, त्यसपछि हजुरको लोकल ढाका कसरी बनाइन्छ भन्ने कुरा अवलोकन गर्न सक्नुहुनेछ। यदि हजुरहरू पाल्पा आउँदैछ भने मलाई सम्झिनु होला, होटल पौवालाई सम्झिनु होला। हस् त। लोकेसन भनिदिनु। तानसेन, होटल पौवा तानसेन। ल।